मैले भिडियो हालेको देखेर चाहिँ गाइजहरू कतिलाई चाहिँ यस्तो पनि लाग्छ होला, कति चाहिँ भिडियो पनि हाल्दो रहेछ हौ होइन है, कामै छैन रहेछ भने जस्तो पनि लाग्छ होला होइन। अब लाग्यो पनि ठिकै छ, म केही भन्न चाहन्न है। म चाहिँ बेला बेलामा यसो मिनी ब्लग लिएर आउँछु, तपाईँहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा होइन। आजको मिनी ब्लग चाहिँ यस्तो रहेको छ, हेर्न होला होइन। मेरो भाइहरू चाहिँ काम गर्दै थियो नि त, म पनि किचनमा काम गर्दै थिएँ, उनीहरूलाई खाजासाजा होइन, गाई गोरुलाई खोलेसोले। अनि यहाँ चाहिँ म देखाउँदैछु तामा गाइजहरू। अनि त्यसपछि मैले चाहिँ खाजाहरू बनाइदिइसकेँ। अनि खाजा बनाइदिइसकेपछि चाहिँ मैले खाना बनाउँदै मोबाइल हेरेँ, आमा पनि आउनुहुँदै थियो होइन, खोले बनाउँदै थिएँ नि त, हेर्दै जाँदै गर्दै हुनुहुन्थ्यो। अनि गाइजहरू अब चाहिँ म खाना सब्जीको लागि चाहिँ लसुन ससुन केलाएर चाहिँ रेडी गर्न थालेँ। आज चाहिँ हामीले कुखुरा खाने भनेर चाहिँ कुखुरा पनि ल्याइसक्नु भयो आमाले, यसको चाहिँ कामै छैन। अनि कुखुरा त पोल्नु पर्यो नि त साथीहरू। मैले चाहिँ दाउरा लिएर आएँ होइन, यहाँ खोले पनि पाक्दै थियो। अनि दाउरा साउरा लगाएर आगो छिटो छिटो बालेर चाहिँ खोले पनि मैले लगभग अब चाहिँ पकाइसक्नु लागेछ, पकाइसकेँ उठाएर। अनि त्यसपछि होइन गाइजहरू कुखुरा पोल्ने पालो आयो है। अनि मैले चाहिँ यस्तरी कुखुरालाई चाहिँ चट्टसँगले मिलाएर चाहिँ होइन खुट्टा पोलेँ। सुरुमा चाहिँ है खुट्टा पोलेँ नि त, तपाईँहरू चाहिँ के पोल्नुहुन्छ भन्नुलाई गाइजहरू है। म चाहिँ खुट्टा यसरी पोलिदिएँ। अनि त्यसपछि यसरी पोलेर चाहिँ मैले त्यसको खुट्टा चाहिँ निकालेँ होइन। अनि त्यसपछि खुट्टा निकालेँ, खुट्टाहरू पिल्साइसकेपछि चाहिँ फेरि मैले के गरेँ भन्दाखेरि चाहिँ यसलाई चट्टा लगाएर चाहिँ अब अनि यसको पुरै होल बडीलाई चाहिँ पोलेर चाहिँ यसको हल्का थोरै थोरै तिते पनि निकालेँ होइन। अनि गाइजहरू लास्टमा चाहिँ यसरी पोलिदिएँ। अनि यसरी नाङ्गै भइगयो त होइन, यत्रो भयो। अनि बिचरा लोइलो भन्दै है के गर्नु बिचरा भनेर खानै पर्यो। सर्ट गरेर मैले चाहिँ होइन अनि स्टार्ट गरेँ अब काट्नलाई यसलाई चाहिँ होइन। अब फोर्नु पर्यो, फोरफार गरेर चाहिँ यसको चाहिँ टक्कसँगले अब होइन सब्जी बनाएर त खानै पर्ने हुन्छ। अनि टक्कसँगले चाहिँ काट्दै यसरी काटेर चाहिँ होइन चट्ट रेडी गरेँ। अनि कराही बसाइयो, त्यसपछि तेल सेल मसला ससला सबै हालेँ होइन। अनि गाइजहरू अनि त्यसपछि चाहिँ पड्काउने मसला सबै हालिहालेँ। अनि यतिकैमा गाइजहरू मैले चाहिँ मासु पनि हालिसकेँ। अनि यस्तो भइरहेको क्या मासु चाहिँ होइन चट्ट लाएर। अनि मैले चाहिँ के पो हाल्यो यहाँ सबै हालेँ, यहाँ भएको जति अलिअलि तिते थियो त्यो पनि एकैचोटि हालिदिएँ होइन। अनि टक्कसँगले अब अलिअलि यसो लसुन ससुन कुटेर हालिदिउँ न त अदुवा लसुन भनेर अनि अदुवाहरू हालेँ। उफ गर्मी पनि भयो भन्दै यसो हेरेँ सब्जी यस्तो हुँदैछ है भन्दै भनेँ होइन। सब्जी चाहिँ यसरी रेडी भयो। अनि फाइनली गाइजहरू सब्जी चाहिँ तयार भइसकेको छ। अनि त्यसपछि खाना पनि मैले पस्किसकेको अवस्था हेर्न सक्नुहुन्छ गाइजहरू। यो बोटुका चाहिँ कत्रो ठुल्ठुलो जस्तो देख्नु हुँदै होला होइन। यो चाहिँ बाजेको पालाको हो नि त, त्यही भएर यसरी खाएर धन्दा चाहिँ यति थुप्रिरहेछ है। अनि त्यसपछि म चाहिँ गएँ अब दाँत ब्रस गर्नु, यो खोल्छीमा जानुपर्ने हुन्छ होइन। दाँत